खाना बस्न एकजनाको 70 रुपियाँ के। मेरो नाम चाहिँ हारिमाया गुरुङ हो। नमस्कार। आमाले चाहिँ होमस्टे चलाउनु भएको कति वर्ष भयो? 31 वर्ष भयो। कताबाट गेस्टहरू प्राय आउनुहुन्छ? प्राय पहिला नेपाली गेस्टै धेरै आउँछ। हजुरहरूले चाहिँ के खुवाउनुहुन्छ? हामी त दाल भात ढिँडो मकै सिस्नो अर्ग्यानिक यहाँकै खानेकुराहरू खुवाउँछौँ। खोल्नुको उद्देश्य नै के थियो भने हामी 2049 सालमा दार्जिलिङतिर घुम्न लगेको थियो एक्याबले गरेर। अनेपछि यहाँ त्यति होमस्टेहरू थिएन। अनेपछि हामी उता घुमघाम गरेर आएपछि मैले नि अब गुरुङ ड्रेसको आइडिया चाहिँ उहाँ लगाएर फोटो खिच्दो रहेछ। अनि फर्केर नि ड्रेस राख्यो। त्यो पछि फेरि हामी 5 घर मिलेर अब होटेल मात्रै धेरै भयो हामी होमस्टे गरौँ भनेर हामी 5 जना मिलेर एक्याब अहिले यो संरक्षण पहिलो महेन्द्र प्रकृति संरक्षण कोष भन्ने थियो नि एक्याब छ नि हो त्यहाँबाट घुमघाम गर्न लाग्यो। अनेपछि हामीले आइडिया के गर्यो भने हामी नै होमस्टे चलाउँछौँ भन्यो। अनि उनीहरूले नि गर ल तपाईँहरूलाई मेनु नि बनाइदियो। हामी खाना बस्न एकजनाको 70 रुपियाँ के त्यहाँदेखि चलाएको। हामी 5 घर थियौँ त्यो बेलामा। अनि हाम्रो त्यो 5वटाको पनि आज पाहुना आयो नि होइन। अहिले पो ठुलो विशाल भयो घान्द्रुकमा धेरै होमस्टे भयो होटेल धेरै भयो। अब त्यो बेलामा त होटेलहरूमा चाहिँ ठुल्ठुलो गोराहरू उसहरू क्याम्पिङहरू लिएर पहिला आउने थियो अनि बस्ने थियो। तर हामी कहाँ चाहिँ एक्याबमा आउने पाहुनाहरू उनीहरूको फोन थिएन नि पहिला त त्यो के फोन थियो। अनि तिनीहरूले कन्ट्याक्ट गरेर हाम्रो यति पाहुना आउँदैछ भन्यो। अनि उनीहरूले त्यहाँ आएपछि हामी लिन जान्थ्यौँ अनि लिएर आउँथ्यौँ। अनि अब धेरैजना आएछ भने 5 घरलाई पुग्यो भने त्यो बेलामा त हामीले 4-5 जनादेखि राख्ने थिएन। एउटा घरले 6 जनासम्म राख्ने थियौँ। अनेपछि कति ग्रुप आएछ अनि 5 घरलाई पुग्यो भने पुग्यो पुगेन भने पालो गर्ने थियो। आज मेरो पालो सकियो फेरि अर्को राउन्डमा उसलाई दिने गर्ने थियो त्यसरी। अनि प्रेरणा भनेको घुमघाम गरेर अनेपछि अरूले को हेरेर अनि होमस्टे गर्नु पर्यो हामी नि भनेर गरेको थियौँ। 70 रुपियाँदेखि अनि ड्रेस लगाउने नि 25 रुपियाँमा लगाइदिन्थ्यो पहिला। अहिले 200 पुग्यो। अब होमस्टेमा नि हामी प्रेरणा चाहिँ घुमघाम गरेर अनि हामीले यस्तो गर्नु पर्यो भन्दाखेरि एक्याबले सपोर्ट गरिदियो। अनेपछि गरेको हामी सरकारतिर त अहिले त दर्ता त हुने भयो हामी उस त गर्छौँ। तर त्यो प्रक्रिया पुर्याउनलाई त्यो बेलामा 5 जना उस गरेर डेलिगेसन जानुपर्ने थियो। त्यस्तो चाहिँ नगरेर अलिकति हामी होमस्टे पछाडि जस्तो देखेको सिरुवारीभन्दा पहिल्यै हो हामीले सुरु गरेको त। तर हामी पछाडि चाहिँ त्यो प्रचार प्रसार अलिक कम भयो अनि त्यही भएर नि होला। अनि धेरै पहिलादेखि सबैलाई नमस्कार।